आज चाहिँ हाम्रो रौतहट निर्वाचन क्षेत्र नम्बर 3 मा चाहिँ हामी सम्पूर्ण युवाहरू आज भेला भएछौँ र यो कार्यक्रम हाम्रो चाहिँ हाम्रो यो कार्यक्रममा सबभन्दा पहिला म चाहिँ पहिला शहीद भएको जुन 23 र 24 गते जुन हाम्रो जुन युवाहरू जुन बालबालिका जुन हाम्रो साथीभाइहरू शहीद भएको छ उहाँहरूलाई म सम्झना गर्न चाहन्छु र हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु सबैभन्दा पहिला र यो नयाँ सरकारलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। आज उहाँले जुन कार्य गरिराख्नु भएको छ हाम्रो युवाहरूको चाहना अनुसार नै काम गरिराख्नु भएको छ त्यसमा चाहिँ हामी युवा सम्पूर्ण खुसी छौँ र त्यसको लागि चाहिँ आज हामी यहाँ उपस्थित छौँ र यो उपस्थिति भनेको हाम्रो के को लागि हो भने जुन हाम्रो युवाहरूले चाहेको थियो त्यो अनुसार नै हाम्रो सरकार काम गरिरहेछ त्यसमा हस्तक्षेप गर्नको लागि एमाले कांग्रेसका अधिकांश युवाहरू र उसको छोलेहरूले चाहिँ यो कार्यक्रमहरूलाई र हाम्रो चाहिँ सरकारलाई नराम्रो भन्दै बाटोमा उत्रेर चाहिँ जुन दंगा फसाद मचाइरहेछ त्यसको लागि चाहिँ हामी खबरदारी दिन चाहन्छौँ रौतहट जिल्लाबाट। किनभने जति बेला चाहिँ हाम्रो रवि दाइको बिना प्रमाणको थुने थियो त्यति बेला चाहिँ तिनीहरू कहाँ थियो जब एउटा जिल्लामा हैन सम्पूर्ण जिल्लामा जब रातिमा नचाहेको ठाउँमा जुन बेला पनि समात्ने जुन बेला पनि यताउति जुन पनि जिल्ला दौडाउने काम गरेको थियो त्यति बेला चाहिँ तिनीहरू कहाँ थियो। आज चाहिँ जब एक दिन पनि नसमातेको ओलीलाई एकै दिनमा चाहिँ उसको जब छोलेहरू बाटोमा आयो हामीहरू त्यति बेला किन हामी आएन हामीले थाहा थियो कि सत्यको जित हुन्छ हामी सत्यको अनुसार हामी कानुनलाई मान्छौँ त्यही भएर हामी कानुनलाई जुन काम गरिरहेछ त्यो कानुनले काम गर्न दिनको लागि पनि आग्रह गर्छु कि तपाईहरू यो कानुनले जुन सत्यको छानबिन गरिरहेछ जब ओली निर्दोष हुन्छ भने त ओलीलाई बाई जत रिहा गर्छ तर ऊ अत्याचारी छ उसले भ्रष्टाचार गरेको छ र उसले चाहिँ हाम्रो जुन युवाहरूलाई जुन गोली हानेको छ ताकी टाउकोमा त्यसलाई चाहिँ छानबिन गरी यदि दोषी छ भने उसलाई कारबाही पनि हुनुपर्छ र कारबाहीको माग गर्न चाहन्छु यो सरकारसँग। किनभने यो सरकारले जुन काम गरेको छ र गरिरहेछ म अझ भन्छु कि जति पनि 2047 सालदेखि जो वार्ड अध्यक्षदेखि मेयरमा जुन पनि ठुलो पोस्ट पंक्तिमा बसेर काम गरेको छ भने त्यसको सम्पूर्ण सम्पत्ति शुद्धिकरण हुनुपर्छ र गरेर चाहिँ यो सम्पत्ति जब जुन अनलिगल तरिकाको छ भने त्यो सम्पत्ति हाम्रो राज्यको कोषमा ल्याउनु पर्छ। यति भन्दै म चाहिँ यो हाम्रो सरकारलाई फेरि नाराको साथ म सुनाउन चाहन्छु। हमारा सरकार कैसा हो, हमारा सरकार कैसा हो, हाम्रो गृह मंत्री कैसा हो, गृह मंत्री कैसा हो। धन्यवाद।